हामी चाहिँ कालिज मार्न भनेर गएको थियौँ तर कालिज चाहिँ पाएनौँ। तलतिर पुग्नु पऱ्यो भने सकिन यता हेरेर भन्दै त है। सो हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन छु गाइस होइन। आज चाहिँ हामी चाहिँ कालिज मार्न भनेर गएको थियौँ है। तर कालिज चाहिँ देख्यो हामीले एउटा चाहिँ देख्यौँ तर सबिनले चाहिँ हान्न चाहिँ हानेन, हात चाहिँ सिधा तर लागेन कि भागिहाल्यो है। तर हामी चाहिँ यो बाटोमा चाहिँ बिस्तारै हिँडेको थियौँ। हामीले चाहिँ एउटा कालिज देखाएको थियौँ, देखा जस्तो लागेको थियो तर कालिज होइन रहेछ, अर्कै चरा रहेछ। त्यो चरालाई चाहिँ हामीले छोडिदियौँ। अनि दोस्रो पटक अर्को कालिजलाई हान्दाखेरि चाहिँ हाम्रो गुलीले चुडेको थियो तर भिडियो बनाउन चाहिँ पाइएन त्यो चाहिँ। अनि हामी चाहिँ 9:11 हामी चाहिँ घरबाट हिँडेका थियौँ। चरा नभेटिसकेपछि हामी चाहिँ तलतिर चाहिँ लाग्यौँ, तल्लो जङ्गलतिर चाहिँ लाग्यौँ हामी। टाइम पनि हेरिरहेको थिएँ मैले बेलामा। मेरो लाइट मोबाइलको टर्च पनि बिग्रिरहेको थियो त्यतिखेर, आफ से अफ हुने आफ से अन हुने गर्ने भइरहेको थियो। तर मैले केही छैन भनेर चाहिँ बनाइदिएँ। अनि फेरि हामी चाहिँ लाग्यौँ आफ्नो कामको तर्फतिर। हामी हल्ला नगरिकन साइलेन्टली गएको थियौँ तर हामीसँग एउटा टर्च र एउटा मोबाइल मात्र थियो त्यतिखेर। सबिनले गर्दाखेरि म चाहिँ लडेको थिएँ तर भिडियो चाहिँ भएको थिएन। अनि अर्को तल बाँसघारीमा गयौँ तर बाँसघारीमा पनि केही चराको चारङचुरुङ केही आवाज आएन। मेरो हातमा चाहिँ टर्च थियो, सबिनको हातमा चाहिँ टर्च त्यसको हातमा पनि थियो। त्यो अगाडि थियो, म चाहिँ पछाडि थिएँ। काल्नोबाट झऱ्यौँ हामी त्यतिखेर बिस्तारी। आवाज त निकाल्नु हुँदैन, चरा भागिहाल्छ भनेर हामी चाहिँ बिस्तारै स्लो मोसनमा हिँडेका थियौँ। हामी चाहिँ अनि यहाँ तल यो रुखमा हेर्ने भनेर गएको, त्यो रुखमा नि रहन्छ। हामी चाहिँ त्यो डाँडाबाट झरेर आएका थियौँ। मेरो मोबाइलको टर्च पनि फेरि बन्द भइथ्यो, मैले अन गरिदिएँ। त्यो हाँगातिर थियो कि जस्तो लागेर शङ्खा लाएर हामी चाहिँ हिँडेका थियौँ। मोबाइल भने चाहिँ साथ चाहिन्छ होइन हाम्रो होइन गाइजहरू। बरु टर्च नभए हुन्छ। हामी चाहिँ हिँडिरहेछौँ, अझसम्म भेटिरहेको छैन, खोजेछौँ। यहाँ मासतिर छ कि यहाँ मासतिर दिन, तर कहाँ बस्यो भने लुकेर बसेछ भने थाहा छैन कि। भेट्यो छ पोकमा आए मलाई बाटो जति सब अप्ठ्यारो छ। म चाहिँ माथि जान्छु होइन, त्यहाँ गाह्रो छ। खोइ मासतिर हुन्छ यो नभए छैन। सुकाइछ होइन, भेट्दिन चाहिँ भेटिएन। हामी चाहिँ त्यत्रो तलतिर पुग्नु पऱ्यो भने सकिन यता हेरेर भन्दै त है। यसको निशाना चाहिँ सही छ होइन, तर भेटिन चाहिँ अच्छा। तर आज भेट्यो त हाम्रो प्लान भने जस्तो मिलेन है। आज यो अलक्षिणी रहेछ कि यसले गर्दाखेरि मिलेन केही कुरा भने। त्यहाँ माथि म पनि लडी है, चप्पलले चिप्लो रहेछ कि चिप्लो चप्पल लाएर आएछ आज होइन। म चाहिँ यहाँ ठक्क यसको बाटो नै आइसकेँ। त्यही नै हो बढी चाहिँ अब चाहिँ भिडियो इन्टेन्स होला, भिडियो चाहिँ आउँछ है। भिडियो चाहिँ भोलि बेलुका आउँछ, हेर्नु होला, सपोर्ट गर्नु होला, माया गर्नु यस्तै भन्दै अब होइन। ठ्याक्क यसको घर चाहिँ आइसक्यो।
यसको घर चाहिँ यसको घर चाहिँ यही हो। अनि यहाँ तल हो कि हामी गएको भन्दा चाहिँ यहाँ तलतिर हो कि ठ्याक्कै यहाँ तलतिर हो। तर भेटेन आजलाई होइन साथी। अब यति भन्दै अब हामी बिदा हुने त हो। यता हेर्दैन त एकचोटि कस्तो लाग्यो आजको टुर। यो चाहिँ प्रजिनाले हेऱ्यो भने यसलाई चाहिँ मार्छ, मलाई थाहा छ पक्कै है प्रजिना हेर है यो भिडियो। तर सोचे जस्तो भएन आज, भयो त भएन नि, भएन है। प्रजिनाले चाहिँ हेर्छ होला, शरीरलाई मार्छ अनि होला। निशाना जताततै नहाने खान्छ। अब त्यही नै हो है। अब हामी अब त्यही हो स्लिपिङ। अब हामी त्यसको कोठाभित्र ठ्याक्क पुग्यौँ। अब ठ्याक्कै 9 बजे गएको, ठ्याक्क 9:51 भयो। तर आज भेटिएन। मोबाइल चाहिँ होस् लाइट। फाइनली गाइस हामी आयौँ है, ठक्क लाएर हामी आयौँ। आनन्द कम हिँड्नु पऱ्यो हामी गाइसहरू है। अब यति भन्दै म बिदा हुन चाहन्छु। हस् त, बाई बाई। लाइक सेयर कमेन्ट चाहिँ गर्न नभुल्नु होला होइन।